सो अलराइट मुटुज वेलकम ब्याक अनदर ब्लग। म चाहिँ कलेज जाँदैछु आज यो सधैँ होइन। अब चाहिँ 4 बाटो चोक पुग्ने लागेँ होइन। आएको त अलि छिटै छ हिजोभन्दा। अब चाहिँ म गाडी चढ्छु है यहाँ अगाडिबाट। ल है त अब सिंहदरबार पुगेँ। अब म कलेज पनि गइसकेँ है त। भएछ त के भन्न चाहनुहुन्छ? अब के भनौँ, कपाल पाऱ्यो भने चाहिँ हल्का दिमागको मेमोरी पावर लस हुने रहेछ क्या, त्यही भएर कपाल नपालौँ होइन। अब यस्तो गर्मी सिजन लागिरहेछ, गर्मी सिजनमा अब पसिना आउने यताउता घमेराहरू आउने, त्यही भएर यो हेल्थको लागि कपाल नपाल्दा चाहिँ बेस्ट भन्छु है म चाहिँ। ल यति नै भन्न चाहन्छु। हस् धन्यवाद। यो चाहिँ मेरो कलेजको दृश्य है त, म पढ्ने कोठाबाट। हामी पढ्ने कोठा चाहिँ यो है। फेरि लगायो के होला। यो चाहिँ भद्रकाली मन्दिर एरिया हो। अब म चाहिँ त्यहाँ अगाडिबाट गाडी चढ्छु होइन त। तर एउटा गीत कस्तो याद आयो कि मुखमा अड्किरहेछ होइन। जङ्गी निशान हाम्रो त्यो गल्ती हजार हुन्छन् भन्नेवाला कि त्यो भन्दा पछाडि लाइन चाहिँ मलाई आउँदैन। जानेवाला यो चाहिँ शहीद गेट हो। अब यहाँ अगाडि धरहरा छ अनि यो चाहिँ म हो। यो चाहिँ मोबाइलको मालिक हुनुहुन्छ। उसले मलाई के भनेको थियो भने उसको भ्लगमा चाहिँ म अटो थिइनँ भनेको थियो। स्टिल आई ट्राई टु बी उसको भ्लगमा जबरजस्ती हटाउनलाई। अनि त्यही पनि काटछाट गरेर फ्यालिदिन्छ उसले मलाई। हालेन भने के हुन्छ? अब चाहिँ म फोन ओनरलाई दिँदैछु। यतिन्जेलसम्म मोबाइल समात्न दिनुभएकोमा तपाईँलाई धन्यवाद। बाँकी फोन सुरक्षित साथ राखिदिनु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद। बाई गाइस। उहाँ चाहिँ हाम्रो क्लासको टपर हो। यहाँसम्म सँगै आएको थियो मेरो, यहाँबाट गाडी चढ्नु पर्ने भएकोले अब चाहिँ गइसक्नु भयो उहाँ। सो अब अगाडिबाट चाहिँ म गाडी चढ्छु। भगवान छन् भने हाम्रो नि यस्तै गरे बस्ने दिन आउला। ल है त अब म कोठा नजिक पुगेँ। अब चाहिँ एकपछि कालीमाटी जानु छ। अब खाना खाएर कालीमाटी भेटौँला। सो अब चाहिँ म खाना खाएर बालकोटमै छु। कालीमाटी जाँदैछु है त। कालीमाटी जान्छु। अघि घाम लागिरहेको थियो, अहिले पानी पर्ने जस्तो गरिरहेको छ। यस्तै हो काठमाडौँको मौसम। सो कालीमाटी चाहिँ किन जान्ला भने हजुरबुवा आउनु भएको छ गाउँदेखि। हजुरबुवाको फलोअपको लागि जानुपर्ने छ क्या, त्यही भएर हो। तपाईँहरूलाई थाहा नै होला। तपाईँहरूलाई पनि कसलाई भन्ने एउटा भिडियो हेर्ने भने त्यही मेरो दिदी हो। त्यही पनि फोन गरेर दिदी भिडियो हेर्न, हामीले जबरजस्ती थर्काएर हेर्न लगाउँछ। त्यही दिदीले पनि अब फोन गरेर भन्नुपर्छ, हेर्ने भयो त म आफै हेरिहाल्छु। मान्छेको के काम हुन्छ कस्तो हुन्छ भन्छ। अब त दिदीलाई पनि भन्दिनँ। सुनिस्, हजुरबुवाको उपचार भन्ने एक्लै हिँडिरहेको छ भन्नुहुन्छ भने हजुरबुवालाई मैले अघि नै हिँड्न लगाइसकेको छु कि कोठाबाट। गाडी चढ्ने चोकसम्म गइसक्नु भएको छ होला। अब चाहिँ म घर गाडी चढेर कालीमाटी जाने। माइती घरमा केसको आन्दोलन भइरहेको रहेछ। अब हामी चाहिँ हस्पिटल पुगिसक्यौँ। यो चाहिँ सोल्टिमोडमा रहेको स्पार्क हस्पिटल हो, जुन कालीमाटीमा छ।
आज निकै ठुलो पानी परेको छ काठमाडौँमा। 4 बजेको छ रात परेको। पानी पानी फाट्ने नाम लिँदैन पानीले, ठुलो झन् ठुलो पक्रिएको छ, भित्रै पक्रिएको छ। अब के हुन्छ हेर्नु, लेट्स सी। अब चाहिँ पानी अलिअलि कम भइरहेछ, अब फाट्ने तर्खरमा छ। पानी फाटेन भने त हामी ट्याक्सी मगाएर ट्याक्सीमा जान्छ होला सायद। 4 बजेबाट पानी परेको, 5 बजिसक्यो अनि रात परे 8 बजे जस्तो आउँदै रहेछ। ल है त चोकमा त आयौँ हामी होइन, पानी थोरै परिरहेको थियो, त्यही भएर अब चाहिँ यहाँबाट गाडी चढ्छौँ। गाडी पाइयो भने, होइन भने त ट्याक्सी। सो अहिले चाहिँ 7:30 बजेको छ। हामी चाहिँ गाडीबाट झरेर कोठाको लागि हिँडिरहेको छौँ होइन। तर यस्तो भिड थियो गाडीमा, यस्तो भिड थियो भन्ने कुरो छोड्नु, धन्न आइयो। तर अब अलिअलि भयो भने प्रदूषण चाहिँ कम हुन्छ होला। पानी भन्ने कुरो यस्तो पर्यो भन्ने कुरो असिनो मात्रै पर्यो ठुलो। मोबाइलमा चार्ज पनि सकियो होइन। अब चाहिँ यति नै।